आज मिति 2081 साल फागुन 10 गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको यो बृहत आँखा शिविर तथा खुल्ला रक्तदान कार्यक्रममा हामी यो नेपाल कमर्स क्याम्पसको प्राङ्गणमा उपस्थित भएका छौँ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने प्रमुख अतिथि कमरेड अतिथिगण लगायत सम्पूर्ण उपस्थित कमरेडहरूमा नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। कमरेडहरू, नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्चले नेपाल कमर्स क्याम्पस मिन भवनको प्राङ्गणमा हामीले बृहत आँखा शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छौँ। यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुन नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कमरेड प्रमोद भण्डारी रविन्द्रलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै आजको यस कार्यक्रम हार्दिक अनुरोध गर्दछु। त्यस्तै आतिथ्य ग्रहणको लागि नेकपा एमाले पार्टी केन्द्रीय कमिटीका सदस्य बागमती प्रदेश सम्पर्क कमिटीका इन्चार्ज कमरेड सरस्वती बस्नेतलाई हार्दिक अनुरोध गर्दछु। कुमार बस्नेतलाई हार्दिक अनुरोध गर्दछु। आश्रम गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। रक्तदानलाई सफल पार्नको लागि रक्तदान गरेर रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ जो यहाँ रगतदान गर्न आउनुभएका सम्पूर्ण साथीहरू र प्राविधिक रामेछाप रेड क्रस सोसाइटी रामेछाप शाखाको प्राविधिक रामेछाप रेड क्रस र एएचजी आई केयर बानेश्वरलाई विशेष धन्यवाद दिन चाहन्छु। र हामीले यो रामेछाप काठमाडौँ सम्पर्क मञ्चले अहिलेसम्म विभिन्न वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। यो माथिल्लो कमिटीको निर्देशन र हामीले विभिन्न सामाजिक कामहरू पनि गर्दै आएका छौँ। हामीले सम्पर्क मञ्चको इतिहासमै आज हामीले खुल्ला रक्तदान चाहिँ हामीले गर्दै आएका थियौँ, तर यो आँखा शिविर चाहिँ हामीले पहिलोचोटि आज आयोजना गरेका छौँ। धेरै रामेछापका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो हामीले आँखा चाहिँ हाम्रो एकदम हाम्रो जीवनको लागि महत्त्वपूर्ण अङ्ग भएको हुनाले हामीले यो आँखा चाहिँ फ्रीमा चेक गराएर तपाईँहरूले यो हाम्रो आँखा कस्तो छ त भनेर चेक गर्न पनि पाउनुभएको छ। र यो धेरैभन्दा धेरै हामीले साथीहरूले आज यो हामीले गरेको यो फ्री आई चेकअप र यो खुल्ला रक्तदानमा चाहिँ धेरैभन्दा धेरै साथीहरूले सहभागी हुनुहुनेछ भन्ने हामीले अपेक्षा लिएको छु। र जसरी आज हामीलाई यहाँ सहयोग गर्नुभएको छ सम्पूर्ण यो कमिटीका साथीहरू, प्राविधिक रूपमा सहयोग गर्नुहुने रेड क्रस सोसाइटी शाखा रामेछाप, त्यसै गरी आई केयर एएचजी आई केयर बानेश्वर लगायत यस कार्यक्रममा हामीले यो छोटो कार्यक्रममा पनि रामेछापमा हुनुभएका कमरेड कमल चौहानलाई पनि आज हाम्रो यो कार्यक्रमलाई सफल पार्न यहाँ आइदिनु भएकोमा उहाँलाई पनि विशेष धन्यवाद दिँदै अतिथि कमरेडहरू सरस्वती बस्नेत, श्याम कुमार बस्नेत लगायत सम्पूर्णलाई विशेष धन्यवाद दिँदै म यो कार्यक्रमको अध्यक्षता आसन ग्रहण गर्दछु र सचिव कमरेडलाई यो कार्यक्रम अगाडि बढाउन हुन हार्दिक अनुरोध गर्दछु। एउटै माला नेपाली सार्वभौमै फैलिएका बेची महाकाली शान्ति भूमि तलै पहाडी भाषा संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ। जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ। प्रजातन्त्र दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम तथा आँखा शिविरको आज मिति 2081 फागुन 10 गते शनिबार नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्कको आयोजनामा भएको यो कार्यक्रमको म उद्घाटन गर्दछु। धन्यवाद। हामीले यो नियमित महिनापछि विभिन्न कामहरू गर्दै आइरहेको छौँ। यो सामाजिक काम मात्रै यो रक्तदान कार्यक्रम पनि हो। हामीहरू तपाईँहरूलाई आउनुहोस्, रगत मात्र दिनुहोस् मात्र भन्दैनौँ। तपाईँहरूको आफन्तको आवश्यक पर्यो भने
हामीलाई भन्नुहोस्, हामी रगत पनि उपलब्ध गराउँछौँ र गराउँदै पनि आइरहेका छौँ। सम्पर्क मञ्चका धेरै कमरेडहरू जस्तै मन्थली नगर सम्पर्क मञ्चका अध्यक्ष अरुण अधिकारी, हाम्रै सचिवालय सदस्य रविन्द्र श्रेष्ठ र धेरै साथीहरू हुनुहुन्छ। उहाँहरूले परेको बेलामा रगत पनि उपलब्ध गराइरहनु भएको छ। त्यो तपाईँहरूलाई पनि यो जानकारी पनि गराएँ। तपाईँहरूलाई खालि सम्पर्क मञ्चले बोलाएर रगत मात्र दिन लाग्यो नभन्नु होला। आवश्यक पर्यो भने भन्नु, हामी तपाईँहरूको बिरामलाई रगत पनि उपलब्ध गराउँछौँ। र यस कार्यक्रममा तपाईँहरू उपस्थित भएर यो निःशुल्क आँखा शिविर कार्यक्रममा रामेछाप सम्पर्क मञ्चलाई एउटा सेवा गर्ने अवसर पनि दिनुहोस्। यहाँ स्वास्थ्यले साथ दिन्छ भने ब्लड पनि दिनुहोस्। यहाँ उपस्थित हुनुभएमा तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। अनि हाम्रो यस निःशुल्क आँखा शिविर तथा खुल्ला रक्तदान कार्यक्रममा धेरै कमरेडहरूले सहयोग गर्नुभएको छ। जस्तै यो जुन स्थान उपलब्ध गराएर सहयोग गर्नुहुने नेपाल कमर्स क्याम्पस मिन भवनका टिमहरू जस्तै रोशन खड्का लगायत यो टिमलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। जुन रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्नुहुने नेपाल रेड क्रस सोसाइटी रामेछाप जिल्ला शाखाका सभापति र मन्त्रीज्यूले उपस्थित हुनुभएको छ। उहाँहरू दुईजना लगायत सम्पूर्ण प्राविधिक टोललाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै आँखा शिविरको लागि एसजिआई आँखा हस्पिटल नयाँ बानेश्वरका सन्दीप ठाकुर लगायत जुन प्राविधिक टोलीभित्र आफ्नो काममा व्यस्त हुनुहुन्छ, उहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रममा विभिन्न हार्दिक धन्यवाद दिँदै तपाईँहरूले जुन साथ सपोर्ट आगामी कार्यक्रममा हाम्रो पनि पाउने अपेक्षा पनि राख्न चाहन्छौँ। र सबैजनालाई आँखा चेक गराउनुहोस्, स्वास्थ्यले साथी त ब्लड दिनुहोस् भन्दै यहाँ उपस्थित हुनुभएकोमा हार्दिक स्वागत गर्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद, अभिवादन। मान्छे जीवन बिना रगत बिना चल्न सक्दैन, रगत बिना मान्छे बाँच्न सक्दैन। यो असाध्यै सबैभन्दा महत्त्वपूर्ण र मानवीय कर्म हो। यो कर्ममा प्रजातन्त्र दिवसको अवसर पारेर सम्पर्क मञ्चले जुन आयोजना गरेको छ, यसका निमित्त उहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। सँगै रामेछापमा बसिरहने रामेछाप स्थायी घर भएर काठमाडौँमा बसिरहने जुन महानुभावहरू हुन्छ, उहाँ र रामेछापको सङ्घ संस्था मानवीय कर्ममा लागिरहेको नेपाल रेड क्रस सोसाइटीको बिचमा यसरी भेटघाट हुन सक्ने जुन अवसर मिलाइदिएको छ, यो अवसर मिलाइदिएको प्रति सम्पर्क मञ्चलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हामी भूगोलका हिसाबले रामेछाप र काठमाडौँ टाढा छैनौँ, हामी नजिकै छौँ। तर अधिकांश मान्छेहरू विदेशिनुको सँगसँगै रामेछापका मान्छेहरू काठमाडौँ आएर बस्नुभएको छ। काठमाडौँ आएर बसिरहने मान्छेहरूले रामेछापको अधिकांश विकास निर्माण र समाज सेवामा समर्पित नहुने हो भने रामेछापमा बसिरहने मान्छेहरूले त्यो ठाउँ छोडेर फेरि भाग्नुपर्ने, बसाइ सर्नुपर्ने स्थिति आउन सक्छ। त्यो कर्मलाई तपाईँहरूले कम्तीमा पनि रामेछाप र काठमाडौँ बिच जोड्ने जुन काम गर्नुभएको छ, त्यही पनि रक्तदानसँग सम्बन्धित जीवन बचाउने कामसँग लक्षित रहेर जुन कार्यक्रमको आयोजना गर्नुभएको छ, यसका निमित्त म रामेछापमा बसिरहने रामेछाप जिल्लावासीको तर्फबाट र रामेछाप रेड क्रसको तर्फबाट पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रो लामो ग्याप छ, रामेछापमा बस्ने मान्छे र काठमाडौँमा बसिरहने मान्छेको बिचमा लामो ग्याप छ। हामी चिनजानमा छैनौँ, हामी के गरिरहेका छौँ, एक आपसमा हाम्रो समन्वय छैन, हामी कहाँ छौँ थाहा छैन। एकले अर्कोलाई सहयोग गर्न चाहँदै पनि हामी सहयोग गर्न नसक्छौँ। त्यो अवस्थालाई कम्तीमा पनि तपाईँहरूले यसरी इन्ट्रेक्सन गराएर भेटघाट गर्ने जुन अवसर जुटाइदिनु भयो, त्यो कर्मको निमित्त तपाईँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। समय छोटो छ, रक्तदानको पनि कार्यक्रम छ। यो रक्तदान कार्यक्रममा हामी रामेछाप रेड क्रसलाई जुन यहाँ उपस्थित गराउनु भयो, यो उपस्थितिसँग म एउटा सूचना पनि गर्न चाहन्छु। रामेछाप जिल्लामा रहने हाम्रा 8वटा स्थानीय गाउँपालिका स्थानीय तहहरू छन्। त्यो मध्ये सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोशी गाउँपालिकाले हामीलाई र गोकुलगङ्गा गाउँपालिकाले पनि हामीलाई रामेछाप रेड क्रसको नाउँमा उनीहरूले अनुदान सहयोग गरेका छन्। ती गाउँपालिकाहरूको आदरणीय महानुभावहरू जो हुनुहुन्छ, तपाईँहरू काठमाडौँमा हुनुहुन्छ, तपाईँहरूको आइडेन्टिटी लिएर जानुभयो भने हामीले निःशुल्क रगत उपलब्ध गराउने काम गरिरहेका छौँ। त्यो गाउँपालिकाहरू, ती सम्बन्धित गाउँपालिकाहरूलाई उहाँले हामीलाई सहयोग गर्नुभएको छ।
यसका निमित्त म यहाँहरूलाई फेरि पनि अनुरोध के गर्न चाहन्छु भने सम्बन्धित गाउँपालिकाहरूलाई हामीले एक वर्षको लागि दिएको छ। एक वर्षसँगै यो चाहिँ जुन अनुदानको कार्य छ उहाँलाई यसलाई निरन्तरता दिनको निमित्त यहाँले भत्काइदिन पनि मैले अनुरोध गर्न चाहन्छु। यो हाम्रो यो बृहत कार्यक्रमलाई विभिन्न महानुभावहरूले विभिन्न ठाउँबाट आर्थिक सहयोग गर्नुभएको छ। हामीले यस्ता कार्यक्रमहरू विभिन्न क्षेत्रमा रहनुहुने महानुभावहरूबाट आर्थिक सहयोग लिएर गरेका छौँ। आर्थिक सहयोग गर्नुहुने विभिन्न महानुभावहरूले हामीले सम्मान गर्ने जमर्को गरेका छौँ। आजका हाम्रा यस कार्यक्रमका प्रमुख अतिथि कमरेड कमल प्रसाद चौलागाईलाई विभिन्न सहयोगदाता महानुभावहरूलाई मायाको चिनो रामेछाप काठमाडौँ सम्पर्क मञ्चको तर्फबाट यो मायाको चिनो प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दै म क्रमशः नाम बोलाउनेछु। को हामीलाई प्राविधिक सहयोग रहेको छ नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा रामेछापको तर्फबाट श्रेष्ठ, उहाँहरूलाई संयुक्त रूपमा यो रामेछाप काठमाडौँ सम्पर्क मञ्चबाट उपलब्ध भएको यो मायाको चिनो ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्राविधिक सञ्जीव ठाकुर, उहाँलाई हाम्रो स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सञ्जीव ठाकुर। त्यस्तै राकेश श्रेष्ठ हामीलाई आर्थिक सहयोग निवर्तमान रामेछाप काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष पनि हुनुहुन्छ। कमरेडलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। शिवप्रसाद गौतम हामीलाई आर्थिक, दीपक पाण्डे, प्रदीप श्रेष्ठ यहाँ उपतर्फबाट, त्यस्तै विष्णु बहादुर श्रेष्ठ सहयोग गर्नुभएको छ। हाम्रो रामेछाप काठमाडौँ सम्पर्क मञ्चको सचिवालय सदस्य पनि हुनुहुन्छ। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हरिबहादुर रोका रामेछाप जिल्ला कमिटी सदस्य, रामेछापका सदस्य पनि हुनुहुन्छ। हरिबहादुर रोका आउँदै हुनुहुन्छ। किरण तिवारी जान्छौँ। हामीलाई आर्थिक तथा प्राविधिक सहयोग यस कार्यक्रमको लागि आर्थिक सहयोग उपलब्ध। रमेश खड्का, सञ्जीव आलेमगर, त्यहाँको ओनर बद्री भण्डारी, उहाँलाई पनि धेरै धेरै धन्यवाद। यस्तो उदात्तकारी भन्छ यो समाजसेवाको यति राम्रो कार्यक्रम आयोजना गरेकोमा सम्पर्क मञ्चलाई म बधाई दिन चाहन्छु। अब सम्पर्क मञ्चले धेरै राम्रो कामहरू गरेको छ, सराहनीय कामहरू गरेको छ। त्यसैले हाम्रो पार्टीका सम्पर्क मञ्चमध्ये यो रामेछापको अग्रस्थानमा छ। त्यस्ता कार्यको निम्ति उहाँहरूलाई बधाई छ। र हाम्रो पार्टीको नीति राजनीतिक र संगठनात्मक मात्रै होइन, मूल कुरो जनताको सेवा, सामाजिक सेवा र जन सरकारको विषयमा बढी केन्द्रित भएर काम गर्नु भन्ने पार्टीको नीति र निर्देशन छ। त्यो अनुसार हाम्रो सम्पर्क मञ्चहरू, पार्टीका कमिटीहरू, जनवर्गीय सङ्गठनहरू, सम्पूर्ण संस्थाहरू जन सरकारका, जनसेवाका र सामाजिक सेवाका काममा क्रियाशील छौँ। चाहे भूकम्पको बेलामा भूकम्पबाट पीडितहरूको निम्ति आवास निर्माणको कुरा होस्, पहिरो पीडितहरूको निम्ति सहयोग पुर्याउने कुरा होस्, यी सम्पूर्ण अवसरहरूमा, सम्पूर्ण सङ्कटहरूमा हाम्रो पार्टी अग्रस्थानमा छ। र त्यसको निम्ति सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। यसले उपलब्ध गराएको एएसजी आई केयरको जुन सेवा छ त्यो मैले पनि लिएँ। मैले नै आँखा जाँच गरेँ र व्यक्तिगत रूपमा पनि म फेरि पुनः एकपटक यसको आयोजक र सहयोगी संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।
एको मान्छेले त खाजा खानु बस्न त चाहियो नि त खानु